गुड मर्निङ एभ्रीबडी गाइज, लेट्स वेक अप एभ्रीबडी। अनि आज चाहिँ हाम्रो दिनको सुरुवात हुन्छ काकाले पकाएको रातो मसलदार मिठो चियाको साथमा। अनि म चाहिँ अहिले नुहाइधुवाइ गरिसकेर चट्टसँगले रेडी हुँदैछु। अनि आजको मिनी ब्लग चाहिँ हाम्रो डे इन माई लाइफ एज अ इन्टरनेसनल स्टुडेन्ट इन साउथ कोरिया भनेर चाहिँ नि अब यो भैँसीको छाला जस्तो परेको अनुहारमा पोत्नै पर्यो, लिप्नै पर्यो भन्दै हामी काका भतिज चाहिँ रेडी हुँदैछौँ युनिभर्सिटी जानको लागि। अनि यो चाहिँ हाम्रो फर्स्ट टाइम मिनी ब्लग बनाएको हो। बनाइदिउँ न त, जिन्दगीमा के छ र मरिलानु भन्दै म चाहिँ चट्टसँगले रेडी भइसकेँ। अनि एक चुस्की चट्टसँगले हानेर अब चाहिँ नि हामी घरबाट निस्किन्छौँ। अनि हामी चट्टसँगले गयौँ। अनि वागोकमा पुगिसकेपछि ट्याट पार्दै एक्जिट गर्दाखेरि हामी लुक्स पनि चेक हानिहाल्यौँ। अनि यो वागोकको स्टेसनमा यति धेरै नेपाली छ होइन, किनभने हाम्रो खाङसादी हाकेमा ओभर धेरै नेपाली छ नि त। अनि बसमा खुट्टा टेक्ने ठाउँ हुँदैन, झन् आधी चाहिँ छिटो गएर बसौँ भनेको अघि आइपुगेर बस्दा रहेछन्। अनि म चाहिँ फर्स्ट टाइम फेरि हाम्रो क्लासमा छिट्टो पुगेछु क्या यो चाहिँ। अनि अब एक्लै भएको बेलामा चलपल पनि दिइहालौँ भनेको। अनि यता फेरि हाम्रो साथी चाहिँ नि क्लब गएको रहेछ, फ्लेक्स हान्दै थियो। अनि चट्टसँगले अब एक कप कफी नखाइकन क्लासमा हल्ला गर्न पढ्न सकिँदैन नि त भन्दै त्यो ब्रेक टाइममा चाहिँ मेरो साथीहरू यहाँ बसेर केटी हेर्दैछन् होइन। अनि मैले पनि हेल्प गरिरहेको थिएँ। फेरि पढौँ न त भनेर पढ्न गएँ। यो चाहिँ छ हाम्रो चापेल क्लास। यो भनेको चाहिँ नि हामीलाई यहाँ इस्सुको धर्म पढाउनुहुन्छ, तर यहाँ चाहिँ हामी सबैजना सुट दिन्छौँ, एटेन्डेन्सको लागि मात्रै जान्छौँ। हामी नेपाली चाहिँ सबै नेपाली मात्रै छ नि त। 1 बजेपछि चाहिँ अनि हाम्रो खाना थुस्ने बेला हुन्छ। अनि यो कोरियाको खाना चाहिँ मलाई चाहिँ वेस्ट अफ मनी लाग्छ, तर मेरो साथीहरूलाई चाहिँ कोरियन खाना मन नपर्ने कुनै पनि त्यस्तो खाना छैन। अनि फेरि म पनि फेरि नन भेजिटेरियन होइन। अनि भेज चाहिँ केही कुरा मिस्यो कि मलाई काम नै आए जस्तो भइहाल्छ। अनि खाना खाइसकेर चाहिँ घाम ताप्न जाउँ न भनेर मेरो साथीहरूले घाम ताप्न ग्राउन्डतिर लगे, तर एकदम कोरियाको मौसम चाहिँ बदले गर्छ केटीको मुड जस्तै। त्यही भएर अब जाउँ साथीहरू भनेर अनि फेरि भित्रै गएर केटाहरू फुटबल खेल्दै रहेछ। अनि फेरि कफीको चुस्की लाउँदै मैले फुटबल खेलेको हेर्दै थिएँ। फेरि पढ्ने बेला भइहालेछ भन्दै अनि फेरि क्लासमा गएर हामी बसेका थियौँ। अनि यहाँ हामीलाई चाहिँ कोरियन टिचरले पढाउनुहुन्छ, र कोरियन टिचरको इङ्ग्लिस र मेरो कोरियन चाहिँ उस्तै हो, दुइटैलाई केही आउँछ। अनि मलाई धेर पढेर निद्रा लागेछ। अनि म त बाहिर ब्रेक टाइममा गएर सुत्दिएछु। अनि अब पालो भयो हाम्रो चाइनिज म्याडमको, जति बेलै रिसाउने क्या चाइनिज म्याडम चाहिँ। अनि चाइनिज म्याडमले धेर पढाएर म चाहिँ एकदमै अल्छी भएछु क्या। अनि एकदम एक्सर्साइज गरेको जस्तो गर्दै थिएँ। अनि फेरि एक प्लेट पढेर अहिले चाहिँ हाम्रो छुट्टी भयो। हामी चाहिँ अनि दौड हान्दै चट्टसँगले घर गएर होइन। अनि हुक्का नतानेको पनि धेरै भएको थियो नि त भन्दै म चाहिँ अनि हुक्का बनाउनेतिर लागेँ। केटाहरू आफ्नै गर्लफ्रेन्डहरूसँग बोलिरहेको थिएँ। अनि मेरो त छैन नि त भन्दै अनि चियाको चुस्कीमा हुक्काको साथ लिएर इन्जोय हाने एकैछिन चाहिँ। त्यसपछि म चाहिँ नजानी भए पनि खाना बनाउँछु भनेर खाना बनाउन लागेँ, किनभने मैले अहिले खाना बनाउन सिक्दाखेरि पछि वाइफाईलाई एकदम सजिलो हुन्छ नि त। यही हो हाम्रो स्टुडेन्टको लाइफ विदेशको ठाउँमा भन्दै अब सब्जी पनि पाकिहाल्यो। अनि अब सब्जी पाकेपछि अब भान्से